नमस्ते दर्शकवृन्द, आज पनि हजुरहरूलाई एउटा स्वागत छ मेरो प्राचीन दर्शन युट्युब च्यानलमा। सधैँ झैँ आज पनि म हजुरहरूलाई एउटा नयाँ चिज र नयाँ वस्तु लिएर उपस्थित भइसकेको छु। हजुरहरूलाई थाहा छ, आजभन्दा अगाडि अहिलेको आधुनिक युग आउनुभन्दा अगाडि प्लास्टिकका बट्टा र बोतलहरू आउनुभन्दा अगाडि नेपालमा के प्रयोग हुन्थ्यो सोच्नु भएको छ? हेर्नुहोस् यो फोटोमा भएको वस्तु। पक्कै पनि यसलाई हजुरले कहीँ देख्नु भएको छ या प्रयोग गर्नुभएको छ भने त्यसको नाम र यसको काम हजुरलाई थाहा नै भइसक्यो होला। देख्नु भएको छैन भनेदेखि आज म हजुरलाई यसको बारेमा बताउन गइरहेको छु। हो दर्शकवृन्द, यसको नाम हो हर्पे। यो विशेष गरेर काठबाट बनिएको हुन्छ। नेपालको पहिला, अहिले त प्लास्टिकका चिजहरूले ढाकि नै सक्यो, यो आउनुभन्दा अगाडि नेपालमा पहाडी र हिमाली भेगहरूमा अहिले पनि प्रयोग हुन्छ। विशेष गरेर घिउ राख्नको लागि यसको प्रयोग हुन्छ। अहिले जसरी हामी हरेक चिजलाई बट्टामा राख्छौँ, त्यतिखेर घिउ, मह जस्ता चिजहरू जसलाई बट्टामा राख्नु पर्थ्यो, त्यतिखेर यही हर्पेको प्रयोग गरेर राखिन्थ्यो। आजको युगमा आएर हामीले जसरी यी हर्पे र बट्टाहरूलाई, यी हर्पेहरूलाई बट्टा, प्लास्टिकका बट्टाहरूले विस्थापित गरे, यसमा अवगुण पनि छ दर्शकवृन्द। त्यतिखेर यो हर्पेबाट यसलाई विशेष गरेर दार आदिका काठहरूद्वारा बनाइन्थ्यो, जहाँ घिउ नसोच्ने खालका काठहरूद्वारा बनाइन्थ्यो र यसमा राखेको घिउ अत्यन्तै वास्नदार र अत्यन्तै मिठो खान लायकको हुन्थ्यो। हजुरहरूले पनि पक्कै यसमा राखेको घिउ खानुभएको छ होला। विशेष गरेर हाम्रा पुर्खाहरूले यसलाई कति वैज्ञानिक तरिकाले बनाएका रहेछन् त भन्ने कुरा यसको अनुपम उदाहरणबाट देखिन्छ। यसको बिर्कोमा भएको यो कुँदिएको कलात्मक शैलीलाई हेर्नुहोस्। यो कलात्मक शैली एउटा इन्जिनियरिङभन्दा कमी छैन। त्यतिखेर अहिलेका जस्ता हात हतियार नहुँदा पनि हामीलाई चुडाराहरूले कसरी एउटा अनुपम उपहार दिनुभएको थियो त भन्ने कुरा यो हर्पे देखे पछाडि प्रष्ट थाहा हुन्छ। हर्पेमा राखेर घिउ राखेर त्यसलाई बाकसमा राखी पर पाहुना आउँदा होस् या केही मनाउँदाखेरि होस्, त्यसबाट घिउ निकालेर चलाउने चलन थियो। पहाडी र हिमाली भेगहरूमा घिउलाई लामो समयसम्म राखिराख्नका लागि अहिलेका बट्टा आदिमा हामीले राखेको घिउ केवल 4-5 दिनमा खान नहुने हुन्छ। तर दर्शकवृन्द, यो हर्पेमा राखेको घिउ वर्षौं-वर्षसम्म पनि बिग्रिँदैन, किनकि यो काठमा त्यति उत्तम गुणस्तर हुन्छ र त्यही भएर हर्पेमा राखेको घिउ अत्यन्तै राम्रो हुन्छ। पक्कै पनि तपाईहरूले भान्सामा आफूले नै प्रयोग गर्नुभएको पनि होला, यसलाई नभए पनि कसैले प्रयोग गर्नुभएको देख्नु नै भएको होला। यो हर्पे प्रयोग गरिएको देख्नुभएको पक्कै पनि हुन सक्छ। देख्नुभएको छ भने हजुरको ठाउँमा यसलाई के भन्छन्, हर्पे नै भन्छन् या अरू कुनै नाम, त्यो पनि कमेन्टमा लेख्न नछुटाउनु होला है। त्यस्तै गरेर यस्तै पुराना चिजहरूको भिडियो हेर्नका लागि हाम्रो प्राचीन दर्शन युट्युब च्यानललाई पनि सब्स्क्राइब गरेर हामीसँगै रहनुहोला। धन्यवाद।